Tara. Buli जान म त नाख्नु अनि कुरी खेर ए रातभरि बिचारा ठीक छ नि झिल्केवालाले जस्तै घाँटी त छ्यानै रहेछ छिन्छ यहाँ छ डोरी किन गर्नु खुट्टा भागको गरे गीत साजनाचको गीत आउँदा आउँदै कहाँबाट यस्तो आयो बजाउनु न झन्डै 2 1 केजी 900 ग्राम मम्मी झर्दैन दिदी झर्दैन छोड्दैन यता फर्का एकचोटि यता देखाउ त खुकुरी बोकेर यता फर्कन एकचोटि खुकुरी बोकेर बोइल गरेको मासु होइन यो भयो होइन यो होइन अलिक भाषा पुरै के गर्न आँटेको भाइ अब भयो होला अब त अलिक राम्रो लाग्छ यो आइस पकाल्नु मात्रै त हो नि हौ फेरि बोइल गरेको टेस्टै अर्को आउँछ क्या पकाइ काटिनु पर्यो क्या स्लाइस चारचोटि एकचोटिमा हो त्यो एकचोटि खोइ त नि भाँडे के हामी घरमा मिठो हुन्छ क्या त गइहाल्छ कहाँ 4 चोटि हो एकचोटिमा हानेको सेकेन्ड चोटि हानेको अब छोडिसक्यो सबै उता छैन अब छोडिदियो डाटा कुनै छैन सबै झर्नु नि एन्सेलको मुख निकाल्ने कति हो बोल्ने हो कि के गर्ने हो पोल्ने बोलेर गर्ने पोलेर तपाईँ गर्छ है पोलेर आगो भाइ अचारमा काट्छु हामी त गोरी त पुकाउनु पर्छ भाइ काट्नु होला पोलेको टेस्ट आउँछ क्या मिठो खोलेको मटर बोइल काट्नु पनि पोल्नु चाहिँ गर्दा हुन्छ होला है हुन्छ
अघि नै बोल्नु भएको खोइ म त्यतिकै सुनेर फेरि आफै भन्नुपर्छ बिर्सेछु क्या छ कि छैन भनेर मात्रै सोध्यौँ हामीहरूले हामीले छ कि छैन भनेर मात्रै सोध्यौँ तपाईँलाई रेडी गरिदिइराख्ने भन्ने कुरा त्यसो भन्दा भइसक्छ म अघि निकाल्छु नाङ्लो छ एउटा सानो स्पिकर नभएर फेरि अर्को कुरा सम्झाउनु भयो तपाईँले आएपछि चाहिँ याद भयो क्या विराज फेरि स्पिकरहरूमा अर्को कुरा सम्झाउनु भयो दाइले सबको मेमोरी छ छाला त खानु होला होइन हाल्यौँ छाला खानु नि कता फ्याल्नु हौ डेढ केजी कति पनि पाउँछ मजाले सफा गरेको छ यतिको उमेरमा एटिएन बचाएन भने त खाँदैनौ मधेर स्ट्यान्डर्डको मैले अचम्म लागेको बाइकमा बस्दाखेरि सुँगुर चाहिँ खाने फेरि मधेरको मासु आइरहेछ केही फरक छैन नि फेरि सुँगुर र मधेरमा सुँगुर घरको मधेर जङ्गलको त्यति मात्र फरक हो बरु कुकुरले काट्नु भयो हेलो भइसक्यो अनि तिमी अनि म तिम्रो काम गर्दिन तिमी मेरो काम नगर्ने हो नि नम्बर पठाइदियो भने त नि कहाँ नि नम्बर नपठाइदियो पुग्यो नि तैँले स्टिल बनाएको थिएँ पिरो बनाउनु हो अचार चाहिँ म त होइन सुँगुर काटेको के हुँदैन भाइ मेरो घरमा कति कुन लेभलको ट्रस्ट गर्छन् तिमीलाई थाहा नै छैन अब र पनि बुवाले टर्च त हाल्नुहुन्छ नि त त्यो त त्यति ट्रस्ट हाल्नु रमाइलो हुँदैन कस्तो राम्रो ज्यान बनाएको थियो दाइको भन्दा चाहिँ राम्रो छ मेरो भन्दा धेरै राम्रो छ ठ्याक्क तपाईँको बडी त्यस्तै छ क्या घटाउ भन्नु भने दाइको अलिकति हाइट छ नि त त्यो र मात्रै पनि दाइको हाइट पनि उयसमै गरिन्छ क्या सजन टाइपकै हाइटमा त्यस्तै खालको ज्यान छ नि त दाइले देखिसकेको सजनलाई के भन्नु त्यसको हाइट कत्रो छ दाइलाई सोध्नु किन मोटो मोटो कहाँ मोटो छैन नि बोलिँदैन टाइम बोलिँदैन तर बोल्नु बोलिँदैन हँ? मलाई थाहा छैन एकदम सादा यसमा सादा मैले सबै रेडी उयो जिउँदो क्या फेरि चिउदेखि त्यसलाई ट्याक्क काटेर च्यापचुप पारेर छालै छाला निकालेको छाला सुलक्क एकचोटि छाला तान्ने
अनि भनेपछि पडाकु हलाल गरेर हलाल हो हलाल गरेर लत्ते खान्छ अनि त्यसो छातीखेत छाला निस्किनु त स्किल चाहियो नि त आउँदा पनि के आउँछ एकैचोटि क्या एकैचोटि प्लास्टे हानेलाई सक्दैन गाईलाई तपाईँको नआएको होइन हौ माथिबाट झरेको पानी ल्याउनु एउटा बस्नु पानी ल्याउनु के छ ल्याउनु न बोटकोले धनन्दार सडक हातमा लाग्नु त यहाँ हाल्नु न केही छोपन चोपन चिसो छ मैले 5 मिनट बनाइसकेँ घरमा त पानी छुट्टी छ अहिले मान्छेले टिकटकको लागि धेरै गीत बनाउँछ एउटा उयोहरू गरेँ कि एउटा त्यसमा ट्रेनिङ भयो भने युट्युबमा मेडिटेसन गरेँ कि निकाल भएछ अनि अलिकति मिठो मेलोडी रातको सुन्नु टिकटकमा भाइरल हुने बित्तिकै युट्युबमा पनि भाइरल भयो क्या 100%। अब त्यो वाङदेन शेर्पा टिकटकले कुकुरेडा नै हाल्थ्यो एउटा थाल एकजना नखाने यो खानु के यहाँको 2टा अन्डा आन्द्रा पनि केला त्यो पनि निकाल्नु होला यो छिटो सकिँदैन हैन दही पानी ल्याउनु न यसमा त्यही निकाल्नु भएको बरु यसमा निकाल्नु म हालिदिइहाल्छु के छ एकछिन भाइ एकछिन भाइ रेडी भइरहेछ नि त एकछिन के एड गर्दैछु त पनि भन न यो चाहिँ अदुवा र लसुनको पेस्ट हो गार्लिक एन्ड जिन्जर पेस्ट तपाईँको अडियन्स नेपाली नै छ त हौ ह नेपाली नै छ त हौ अडियन्स यो चाहिँ अब के को तेल हो दिदी हो दिस छोरी इज हो प्योर होइन म त अब नेपालमा तोरीकै पाउँछ कि यसलाई sunflower oil मजाले हातले मिक्स गर्छु we are mixing now so यसो राख्दै छ business हो तपाईँ किन खानु हुँदैन त यो मैले कहिले पनि खानु मन लागेन यसको प्याज मेटाउने अर्को छँदैछ त एउटै टेस्ट
केही पनि देख्नु भएको छैन होला होइन चस्माले चस्माले केही देख्नु भएको छैन होला है अहिले गर्नु अहिले फ्रिज में अच्छा आदि फ्रिज में स्पेस छ तो राखिदिनु रमाइलो गर्न आएको दिनमा तिन क्वार्टरले ठिक्क हुन्छ दुई क्वार्टर निरा दादीलाई फोन गरेको दुईजना खै कहाँ स्कुलमा जाँदै रहेछ बानी बनाउने बनाएर त्यो चाहिँ म अगाडि चौकतिर प्रयास खतरा हो यसमा हजुर हाँ पुलिस ओभर बनाउनलाई तपाईँकै अर्डर लिएर हो खाना खाएर निस्किनु भएको अब लिएर मैले फोन गरेको थिएँ भोलि जानुपर्ने साइन गर्नु भनेर कहाँ त तँ पखाला नि त म बोलाउँछु तपाईँलाई त्यही के छ खबर भनेर फोन गरेको होइन के छ खबर भनेर त फोन गरेको खासै के खबर के छ धेरै बाटो नबोलेको ल है त ल अहिले लाग्दैन मैले थाहा पाएन होला नि त अब हाम्रो यहाँ भन्नुहुन्छ चटपटी चाहिँ बनाएर खानु पर्थ्यो होला ए हो छ यहाँ सबै थोकमा छ भाइ एउटा थियो कि छैन त्यो एकछिन छ एकछिन त्यही हो ए आज सबै छ अचार बनाइदिनु ल हामी मासु बनाउन थाल्यौँ एउटा प्लेट दिनु न मलाई मासु हाल्न हुन्छ टाइम ल्याप्स हाल्नु पऱ्यो क्या अर्को त टाइम पासमा लगाइदिनु
बढी भएछ है कागज चाहिँ काट्नुपर्छ के हो कागज मिसाउनु किसमिस त के बनाउने है दिदीले हामीलाई मिठो खाना हुन्छ हामी पनि मिठो गरेर खान्छौँ के छ दिदी हाम्रा भन्नु त गुन्द्रुकको अचार खाना थोरै छ टिका हालिदिनु न बरु खायो भने मागिन्छ अलिक फुलफुलै भयो दुईजनाहरू चाहिँ दाइहरू चाहिँ बाहिर हुन्छ टक्क लोकल सुप ओहो हेर्नु त लोकल कुखुराको सुपै यस्तो बवाल हुन्छ क्या मासु मासु फेरि त्यस मिठो मासु त्यस्तो खानै मन लाग्दैन क्या लोकलको हड्डी हुन्छ कि सुप सुप चाहिँ हो क्या मेन सर्दीको लागि